सो गाइज गुड मर्निङ। तपाईँहरू सन्चै होला, म पनि सन्चै छु भनौँ है। अब तपाईँहरूले हिजोको ब्लग हेर्नु भयो होला, हेरेको छैन भने यसो युट्युबमा गएर चेकआउट गर्नु होला। आजको ब्लग हाम्रो अब सैलुङसम्मको यात्रा हुनेछ। त्यही हो, आज सैलुङको यात्राको लागि हामी हिँड्न लाग्छौँ। त्यसपछि अब त्यही हो, मौसम अलि खराब भइरहेछ, मौसम मन छ एकछिनमा मौसम परिवर्तन हुनसक्छ। बल भ्यू आउनेवाला छ सैलुङमा है, त्यही भएर तपाईँहरू यसो हेर्दै गर्नु होला है गाइज। घरमा नि अहिले भूत मात्रै बस्छ होला हौ है, भूत मात्रै भन्ने घरमा त अहिले कोही छैन। सो गाइज हाम्रो घर चाहिँ यही हो है। घरमा हेर्ने बुहारी चाहिने, अब घर हेर्ने बुहारी नभएर हेर घर यस्तो छ, कोही छैन, घर मात्र छ यहाँ दाइ। अब गाउँघरमा है, गाउँमा घर भए पनि केही छैन क्या अहिले, को छ होइन गाउँमा। अब यत्रो गाउँ छ होइन, मान्छे अब लगभग 12-13 जना होला, सब अब आफ्नो नलागिन्छ होइन। त्यही हो गाइज, गाउँमा आउनु बिरा लाग्छ क्या मलाई त। अब कतिखेर जाउँ भइरहेछ। अब सैलुङ घुम्छु भनेर आएको मान्छे अब 1 बास त बस्नै पऱ्यो। आज मौसम पनि खराब छ, हामी जाने माथि सैलुङ घाटतिर हो। त्यही यहाँ मन्दिर छ, केटाहरू तलतिर छ, केटाहरू आएको छैन, त्यही भएर कुरिरहेको। मौसम खराब, पान पराक भइरहेछ, त्यही हो गाइस। अब हामी एकछिनमा हिँड्छु, कोही आएको छैन। अब हिँड्नुपर्छ, सैलुङ पनि टाढो छ, त्यहाँसम्म अब बाइकमा गयो भने 1 घन्टा हिँड्नुपर्छ भन्छ, टाढो छ। त्यही हो, बुढाहरू तलतिर छ, बुढापाहरू है। बुढो गाउँ हेर खडै लागेको। यसको बाटो कुन अब गाउँ छ क्या माथि आलु रोप्दै हो दाइ। ए यो के लेकको आलु है। हामीले वर्षमा तपाईँहरू त धेरै हुन्छ होला नि त्यसो है। आलु उठाउँछ वर्षमा हामीले 60 लाखको मान्छेहरू यहीँ लिन आउँछ है। 3 लाख एउटै घरमा 3 लाखको व्यवहार गर्छ भने 1 करोडको आलु निस्किन्छ होला 1 वर्षमा, बढी है 2-3 करोड है। ल दाइ ल राम्रोसँग काम गर्नु, त्यही है। र हामी चाहिँ माथि आइपुगेको छ। यो कुन गाउँ हो फेरि होइन, सानो गाउँ रहेछ। यहाँ सब रेस गरिरहेको छ बाटो। सैलुङ जाने बाटो हामी तलबाट आएको है, भैँसाबाट आउने बाटो चाहिँ यता रहेछ, अनि यहाँ मुनितिरबाट आउने। त्यही हो, अब माथितिर हामी जान्छौँ। अनि सैलुङ पनि देखिसक्यो लगभग, माथि चुच्चो छ त्यहाँ, सैलुङ पनि देखिसक्यो। त्यही हो, 5-6 मिनटमा पुग्छ होला कालपानी पुगेपछि। त्यही हो, तलतिर आलु रोप्दै रहेछ। यहाँतिर चाहिँ फेरि बेसी आलु खेती हुन्छ क्या,
त्यस्तो ठाउँ हो यो बेसी आलु रोप्ने यहाँ सबै आलु मात्र हो ल सैलुङ भनेको सैलुङ आलु भनेको चाहिँ तपाईँहरूले अब काठमाडौँतिर सुन्दा होला मुडेको आलु भन्छ नि हो सब यहाँतिरको आलु हो यो भिरहरू छ नि यिनीहरूतिर पनि सब आलु हो यस्तो हुन्छ यहाँतिर त्यही हो गाइस अब यस्तै छ सैलुङ गएर नाच्ने त होला होइन स्पिकर हराएको हर्क अनि स्पिकर चार्ज गरे चार्जै छैन भन्छ अनि चिसो हेर यहाँ रात पनि पिरो भइसक्यो मुख पनि फुट्यो आज त सिया पनि चुल्टा त्यही हो गाइज ल अब माथितिर सैलुङतिर भेटौँ कालपानीतिर है हामी चाहिँ कालपानी आइसकेको छ गाइज र होइन अब यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्छ यो खुर्किलो हुँदै यहाँ पार्किङ गरिसक्यो त्यही हो त्यो पार्किङ गरिसक्यो हामी यताबाट जानुपर्छ सैलुङ जाने यहीँबाट हो अब माथिसम्म यो ग्रेड वाल छ यहाँ है 20 मिनट 20 मिनटको बाटो हो भनेपछि 20 मिनट माथि टाउन पुग्न आधा घन्टा 1 घन्टै लाग्छ होला त्यहाँबाट यो पुरै यो रोडै होइन यो त्यहाँबाट त्यो यस्तो रोड छैन सानो बाटो छ पुरानो रोड भन्दा नि यस्तै हल्का सिलुङ छैन के अरे के भन्छ यसलाई त्यस्तो छैन यो मात्रै हो यो मात्र हो यहाँबाट माथि जाने 20 मिनटको बाटो छ र यो हाम्रो 3 ठाउँ छ यो 3 ठाउँ होइन यहाँ एउटा उताबाट एउटा उता त छैन यो मात्र होला है ग्रेड ढुङ्गेबाट छैन उता उ सानो उताबाट चाहिँ भरेको छ त्यो वाल गेट वाल जस्तो यही होइन ए हो नि ल अब त्यही हो एउटा अब रेजिस्ट्रेट गर्ने टक्क जाने घुम्ने आउने चेलमा आज फर्किनुपर्छ त्यही हो आज चाहिँ फर्केर हामी चल्की पुग्नु सक्यो कति मान्छेले गीतको गीत ड्राममा राख्नुपर्छ नि ड्राममा राखेन है एक्सट्रिमले झ्या भने आइज नि ज्याप होइन हौ अब खाली पेटमा एक्सट्रिम खाएको रिनी चाहिँ हान्थ्यो एनर्जी बढी भएछ किनकि आफ्नो ठाउँमा अलिकति त्यो हुन्छ नि एउटा के भन्छ खुसीले हतहत भएको के भन्नु अनि सम्झिने अनि सैलुङमा कस्तो फिल भइरहेको छ त धेरै मजा यार धेरै मजा छ है यस्तो रमाइलो धेरै ग्रेड वाल चढेर विकास भइरहेको थाक्यो है दिदी हैट अब अझै 20 पछिमा हिँड्नुपर्छ यस्तो ग्रेड वाल त दिदी अब लड्दै पर्दै आएको आज रमाइलो भयो है गाइज हामी चाहिँ अब सैलुङसँगै होइन चट्ट ग्रेड वाल चढ्दैछु तपाईँ 2 शब्द बोल्नु त्यही हो त्यहाँनिर देखाउँछ त्यहाँ दामी छ त मान्छेले बढी भिडियो बनाएर भाडा उठाउँदै हो भयो है ल गाइस सो गाइस हामी चाहिँ फाइनल्ली सैलुङ आइपुग्यो है अब सैलुङतिर टक्क प्रवेश गर्दैछौँ त्यही हो हामी चाहिँ सबजना पैदल यात्रा गर्दैछ अब होइन अब के गर्नु यस्तै छ हिँड्नै पऱ्यो घुम्न आएपछि त्यही हो अब सैलुङ टक्क तपाईँले देखाइहाल्छु म चट्ट लाएर अब हेर्नु है चट्ट लाएर हेर्नु है सरप्राइज सैलुङ फाइनल सैलुङमा हामी आइपुग्यो ओ सम्झे
ल सैलुङको घन्टी भोट पनि सैलुङको घन्टी हाल्ने ए घन्टीमा भोट भोट घन्टीमा घन्टीमै हो भोट घन्टीमा सैलुङ है गाइस सैलुङ ल आउनु होला है सैलुङ यता छ तपाईँ पनि आउनु होला घुमौँ रमाइलो गरौँ होइन हाम्रै अब दोलखा जिल्ला अब रामेछापको दोलखा जिल्ला बोर्डरमा अवस्थित यो सैलुङमा एकदम रमाइलो हुन्छ तपाईँहरू आउनु होला रमाइलो गरौँ त्यही हो एकदम रमाइलो छ तर आज अलिक मौसम खराब भएर अलिअलि त्यो भएर चाहिँ त्यही हो गाइस हाम्रो सम्धीको चाहिँ अहिले टिकटक चलिरहेछ हामी चाहिँ दर्शक भइहाल्यो ऊ चाहिँ यहाँ टिकटक बनाइरहेको छ आफ्नै हो अझै गीत बनाउँदा भनेर भर्खर घाम आयो घाम झुल्क्यो अब चाहिँ के होला जस्तो सैलुङमा गीत खै गीत बताउनु एउटा कस्तो खालको गीतमा नाच्ने अब रामाङसेला ऊ तल हाम्रो सोलिनहरूले बजाउँदैछ सोलिनहरू बोल्दैन अरूको बच्चाको आमाहरू होला सासु सासु आयो गाजे भागेर आएको केटाहरू तल्दैछ माथि ढाडा बिस्यो खै सासाको मर्छ चिसो पनि त्यस्तै छ गाइस है सैलुङको अवस्था चिसो गम्भीर छ हिउँ झर्नुपर्ने हिउँ चाहिँ झरेको छैन घाम पनि लागेको छैन मौसमै खराब भएर जान्छ त्यही हो सैलुङको अवस्था यस्तो छ सैलुङ टक्क फाइनली हामी जब माथि 5 मिनेट भ्यू टावरमा आइपुग्यो अब 2-3 मिनट 5 मिनट पुगिहाल्छ माथि डाँडामा त्यही हो भ्यू यस्तो छ सैलुङ आउनु गाइस सैलुङ फ्री भिसा फ्री टिकटमा सैलुङ आउनु होला फ्री भिसा फ्री टिकट है सैलुङ आउनु बिना लगानीमा म चाहिँ 0 कस्टमा आएको बिना लगानीमा त्यही हो बट यार मौसमै खराब भिडियो क्वालिटी पनि खत्तम छ आज त राम्रो छ यार लास्टै सास आएर हामी त सैलुङको टुप्पोमा आइपुगेको थियो ल है उकाल चढ्दैछु एक गर्दै उकाल चाहिँ बेसी नै छ तपाईँहरू 1 घन्टाको बाटोमा हिँड्न सक्नुहुन्छ भने चाहिँ आउनु यो भनेको तपाईँको लगभग 3300-3400 किलोमिटर सैलुङको भ्यू टावरमा आउनु गाई एकदम रमाइलो छ यहाँबाट देख्ने भ्यू चाहिँ यही हो है यस्तो बवाल छ कि होइन तलतिर अब यस्तो बवाल छ कि सबजना भिडियो गर्दैछ फोटो गर्दैछ भिडियो गर्दैछ त्यही हो हामी आफ्नै टावरमा छ भ्यू टावरमा बसेर त्यस्तै छ एकदम रमाइलो छ तपाईँहरू पनि आउनुहोस् एकदम रमाइलो ठाउँ हो यो होइन सैलुङ भनेको एउटा पढाइ स्टाइल हो दोलखा रामछाप बिच भएको त्यही भएर तपाईँहरू पनि आउनु होला एकदम रमाइलो छ आज मेरो भिडियो त्यति हुन्छ होला किनभने म अब फर्किन लाग्छु म अरू साथ पनि छैन अब हामी भनेको चौरगढीमा जाने चरीकोट जाने हो चरीकोटमा अब गएर यसो भिडियो पनि गर्छु गाइस त्यही है यस्तो छ भ्यू आउनु होला त्यही हो सो गाइस अहिले चाहिँ हामी चरीकोट आइसकेको छ चरीकोट आयो रुम पनि आइपुग्यो है आज भिडियो पनि खासै बनाएन अस्ति लडेर घाटेको असर भयो घाँटी दुखिरहेछ त्यही भएर यसो घुम्नु मात्र है त्यही भएर हामी सिधै सैलुङबाट अब सिधै चौरगढ आयो चौरगढ आज यता बस्दा सबैजना आलुहरू सुतेर छ सम्झी पनि सुतेर छ यता सम्झी पनि सुतेर छ यही सुत्ने अब भोलि बिहान उठेर चाहिँ हाम्रो कालिम्पोङको ट्राभल हुनेछ त्यसपछि हामी पछि चाहिँ अब काठमाडौँ फर्किन्छौँ त्यही हो गाइज र गाइज अब भिडियो पनि भन्न चाहन्छु आजको लागि त्यही हो भिडियो मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब कमेन्ट पनि छोडिदिनु होला त्यही हो बाई गाइज बाई आफ्नै घुम्नु सकेको
के छ